नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरी बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एक सुन्दर पहाडी सहर हो। लगभग 6250 फिटको उचाइमा अवस्थित यसले नेपालको पर्यटन र कृषि इतिहासमा एक विशिष्ट र पौराणिक स्थान राख्छ। सन् 1960को दशकमा जिल्लामा तेन्जिङ हिराई विमानस्थल निर्माण हुनुभन्दा पहिले जिरी सगरमाथाको सभ्य अभियानहरूको लागि वास्तविक सुरुवात बिन्दु थियो। शहीद मण्डिलाई र तेन्जिङ नोर्गे शेर्पा जस्ता महान पर्वतारोहीहरूले सन् 1953को ऐतिहासिक आरोहणको क्रममा जिरीबाट सगरमाथा आधार शिविरसम्मको उत्कृष्ट पदमार्ग हिँडेका थिए। आज पनि यो पदयात्रा शुद्धतावादीहरूले मन पराउँछन्। यो उत्कृष्ट पदमार्ग अनुभव गर्न लुक्लासम्मको 7 देखि 8 दिनको पदयात्रामा प्रकृतिको रूपमा अनुकूल हुन चाहन्छन्। जिरीमा रहेको तेन्जिङ हिलारी मेमोरियल पार्क उनीहरूको सम्मानमा निर्माण गरिएको छ। स्विस अल्पाइन परिदृश्यसँग यसको अनौठो समानताका कारण जिरीले यो उपनाम प्राप्त गरेको हो। यसमा हरिया पहाडहरू, घना र लालीगुराँसका वनहरू, राम्ररी खेती गरिएका टेरेस फार्महरू र स्पष्ट घुमाउरो नदीहरू छन्, जुन सबै हिउँले ढाकिएका हिमालय चुचुराहरूको पृष्ठभूमिमा सिँगारिएको छ। उपनामको ऐतिहासिक सम्बन्ध पनि छ। जिरी सन् 1950को दशकमा स्विस सहायता प्राप्त गर्ने नेपालको पहिलो बस्ती थियो। स्विस इन्जिनियर र भूग्राहक शास्त्रीहरूले सहरको पूर्वाधार डिजाइन गर्न, दिगो कृषिको सुरुवात गर्न, अस्पताल निर्माण गर्न र प्रसिद्ध जिरी प्राविधिक विद्यालय स्थापना गर्न मद्दत गरे। धन्यवाद पहिलो स्विस सहयोगको लागि। जिरीले स्थानीय समुदायलाई स्विस चीज बनाउने प्रविधि परिचय गरायो। जिरी चीज कारखाना र चोर्दुङ चीज कारखानामा उच्च गुणस्तरको प्रामाणिक याक चीज र छुर्पी कडक सुकेको उत्पादन गर्न प्रसिद्ध छन्। आगन्तुकहरूले यी फार्महरूको भ्रमण र स्रोतबाट सिधै ताजा दुग्ध स्मृति चिन्हहरू किन्न सक्छन्। जिरी नेपालको एक विशिष्ट र सानो आदिवासी जातीय समूह जिरेल समुदायको पुर्खाको घर हो। तिनीहरू आफ्नै अनौठो भाषा, पोसाक, समानुवादी परम्परा र जीवनशैली छ। यस सहरमा शेर्पा, तामाङ र नेवार संस्कृतिहरूको समाजपूर्ण मिश्रण पनि छ, जसले यसलाई सांस्कृतिक पर्यटनको लागि उत्कृष्ट गन्तव्य बनाउँछ। जिरी बजार मुख्य सहर बजार ऐतिहासिक रूपमा लिङ्कन बजार भनेर चिनिन्छ। राम्रोसँग मर्मत गरिएको छ, धेरै हदसम्म प्रदूषणमुक्त छ र विशुद्ध अर्गानिक जैविक तरकारीहरू। जिरी माछा पोखरीबाट स्थानीय ट्राउट माछा र डङ्गुवा परम्परागत बाजरा बियर सेवा गर्ने स्थानीय रेस्टुरेन्टहरूको लागि प्रसिद्ध छ। रमणीय दृश्यहरू, लुकेका रत्नहरू, चेर्दुङ डाँडा पहाड लगभग 3200 मिटरमा अवस्थित माथिल्लो भागमा पदयात्रा गर्दा 3 प्रमुख सहरहरू चरीकोट, दोलखा र जिरीको मनोरम दृश्यहरू र हिमालयको लुभाउने दृश्यहरू देखिन्छन्। कालो भिर चेर्दुङ जाने बाटोमा चट्टानको छेउमा रहेको विशाल ठाडो ग्रेनाइटको चट्टानको संरचना युनेस्को रोमाञ्चक ड्रप अफ दृश्यहरू र शक्तिशाली पहाडी हावाको लागि प्रसिद्ध छ। बुद्ध पार्क जिरी उपत्यकालाई हेरेर पहाडको टुप्पामा अवस्थित यस पार्कमा प्रार्थना झण्डाले घेरिएको गौतम बुद्धको विशाल सुनौलो मूर्ति छ। जिरेश्वर मन्दिर शान्त वन खोलाहरूले घेरिएको एक आदित्य गाएको धुनमा आकारको रूपमा प्राकृतिक गुफाको भित्र रहेको एक पवित्र हिन्दू मन्दिर हो।